हेलो एभ्रिवान। आज म तपाईहरुलाई रेटिनोस्कोपी गर्दा कुन लेन्स उठाउने, कुन लेन्स हालेर रिफ्र्याक्सन गर्ने भन्ने सुरुमा थाहा नै पाइदैन। सो कुन लेन्स उठाउने भन्ने कुरा यहाँ हामीले एउटा सिम्पल तरिकाले सिक्छौं। यो तपाईले दिमागमा राख्नु भयो भने चाहिँ न्युट्रलाइज गर्न पनि सकियो, रिफ्र्याक्टिभ एरर कति छ भन्ने पत्ता लगाउन पनि सकियो र कुन लेन्स उठाउने भन्ने झन्झट पनि हुँदैन। ल हामीले के गर्छ भने सुरुमा नेकेड आई। नेकेड आईमा कस्तो हुन्छ भन्दाखेरि हामीले बिना ग्लास या कन्ट्याक्ट लेन्स लगाएको बिरामीको आँखामा सुरुमा ग्लो हेर्छौं रेटिनोस्कोपले। ग्लो हेर्दाखेरि दुईटा कुरा देखिन सक्छ, कि त सुरुमा एगेन्स्ट मुभमेन्ट देखिन सक्यो कि त विथ मुभमेन्ट देखिन सक्यो। अब एगेन्स्ट मुभमेन्ट देखियो भने सजिलो भयो। एगेन्स्ट मुभमेन्ट देख्ने बित्तिकै हामीले के बुझ्छौं भन्दाखेरि माइपिया चाहिँ -2 भन्दा बढी छ। अब यो बेला हामी के गर्छौं भन्दाखेरि ट्रायल फ्रेमको लेफ्ट साइडमा भएको लेन्सहरु उठाउँछौं। जस्तो सुरुमा -0.25 -0.5 यसरी बढाउँदै जान्छौं जबसम्म हामीलाई विथ मुभमेन्ट आउँदैन। सपोज -1 ले विथ मुभमेन्ट आयो भनेपछि यो चाहिँ हाम्रो न्युट्रलाइजिङ लेन्स भयो। अनि अर्को भनेको विथ मुभमेन्ट देखियो। विथ मुभमेन्ट देखेपछि के हुन्छ भन्दाखेरि तीनटा कन्डिसन हुन सक्यो, कि त त्यो पेशेन्ट मायोपिक हो, लेस देन -2 डायोप्टरको मायोपिक, कि त त्यो हाइपरमेट्रोपिक हो, एनी अमाउन्टको हाइपरमेट्रोपिक हुन सक्यो। जस्तै +0.25 पनि हुन सक्यो, +5 पनि हुन सक्यो, +3 पनि हुन सक्यो, जति पनि हुन सक्यो। हाइपरमेट्रोपिक इरर भयो भने थाहा पाइयो। या इमेट्रोपिक पनि हुन सक्छ, त्यो पेशेन्ट नो रिफ्र्याक्टिभ एरर भएको नि हुन सक्छ। भनेपछि यो तीनटा कन्डिसन भयो भने हामी कसरी छुट्याउने त, मायोपिक हो कि हाइपरमेट्रोपिक हो कि इमेट्रोपिक हो। त्यतिखेर हामी के गर्छौं भन्दाखेरि +2 डायोप्टरको लेन्स हाल्छौं आँखा अगाडि, अनि त्यसपछि फेरि रेटिनोस्कोपले ग्लो हेर्छौं। त्यतिखेर हेर्दाखेरि तीनटा कन्डिसन फेरि हुन सक्यो, कि त विथ मुभमेन्ट देखिन्छ कि त पुरै पिपलमा ग्लो देखिन्छ, जसले हामी न्युट्रलाइज भएको भन्छौं, या एगेन्स्ट मुभमेन्ट देखिन सकिन्छ। अब एगेन्स्ट मुभमेन्ट देखियो भने हामी के गर्ने भन्दा हामीले बुझ्यौं यो चाहिँ मायोपिया हो, तर कति डायोप्टर भन्दा कम भनेको -2 डायोप्टर भन्दा कम। त्यतिखेर अब हामी के गर्ने त, इरर कति छ भने त पत्ता लगाउनु पर्यो। सो हामी के गर्छौं भन्दाखेरि अब चाहिँ पेशेन्टको आँखा अगाडि +1.75 डायोप्टरको लेन्स हाल्छौं, ग्लो हेर्छौं। फेरि +1.5 डायोप्टरको लेन्स हाल्छौं, ग्लो हेर्छौं। लेन्सहरु तल कम गर्दै जान्छौं +1 जबसम्म कि पेशेन्टको आँखामा ग्लो हेर्दाखेरि विथ मुभमेन्ट देखिँदैन। अब विथ मुभमेन्ट देखियो भने जुन लेन्सले विथ मुभमेन्ट देखिन्छ नि त्यो हाम्रो न्युट्रलाइजिङ लेन्स हो। अब सुरुमै पिपलमै पुरै ग्लो देखियो भनेपछि यो चाहिँ पेशेन्ट इमेट्रोपिक हो। अब अरु कुनै लेन्सहरु युज गर्नै पर्दैन। उसको न्युट्रलाइजिङ लेन्स चाहिँ +2 डायोप्टर भयो। अर्को भनेको +2 डायोप्टर लेन्स हालिसकेपछि विथ मुभमेन्ट देखियो। त्यतिखेर चाहिँ के बुझ्यो भन्दाखेरि यो पेशेन्ट हाइप्रोपिक हो। अब कति पावरको हाइप्रोपिक हो भन्ने कसरी थाहा पाउने त, त्यसको लागि हामीले अब चाहिँ प्लस लेन्स उठाउनु पर्यो। +2.25 या +2.5 यसरी लेन्सहरु उठाउने, रेटिनोस्कोपले ग्लो हेर्दै जाने। जुन लेन्सले अगेन्स्ट मुभमेन्ट देखिन्छ नि त्यो हो हाम्रो न्युट्रलाइजिङ लेन्स। सपोज +10 डायोप्टरले विथ मुभमेन्ट देखियो भनेपछि त्यो हाम्रो न्युट्रलाइजिङ लेन्स हो। यसरी चाहिँ हामी न्युट्रलाइज गर्न सक्छौं रिफ्लेक्सलाई। ल अब न्युट्रलाइज त गरियो, तर लेख्ने कसरी? अब लेख्ने तरिकामा हामीले चाहिँ नेपालमा अप्टिकल क्रस भनेर लेख्ने गर्छौं। अप्टिकल क्रसमा कस्तो हुन्छ, एउटा चाहिँ WD वर्किङ डिस्टेन्स भनेर लेख्छन् कतिले, कोहीले चाहिँ WDR अन्डर 50 सेन्टिमिटर द्याट इज वर्किङ डिस्टेन्स रिड्युस्ड भनेर लेख्छन्, कतिले चाहिँ वर्किङ डिस्टेन्स 50 सेन्टिमिटर भनेर लेख्छन्। तपाईले दुईटै मध्ये जुनै युज गरे नि हुन्छ। ल अब वर्किङ डिस्टेन्स भनेर लेख्नु भयो भने तपाईले अघि जुन न्युट्रलाइज गर्नुभयो नि लेन्स ठ्याक्कै त्यसैको पावर लेख्ने हो। अनि वर्किङ डिस्टेन्स रिड्युस भनेर लेख्नु भयो भने चाहिँ जस्तो +10 डायोप्टरमा न्युट्रलाइज भयो भने +10 डायोप्टर +-2 डायोप्टर राख्ने, अनि म्याथमेटिकल क्याल्कुलेसन गरेर कति भयो +8 डायोप्टर। फाइनल रिफ्र्याक्टिभ एरर कति भयो भने +8 डायोप्टर भयो। ल अब यो -2 चाहिँ कहाँबाट आयो त, यो चाहिँ हामीले वर्किङ डिस्टेन्स 50 राखेछौं, त्यही भएर 100/50 भनेर 2 डायोप्टर हो। माइनस किनभने डाइभर्जेन्ट रेज फालेको हो, त्यही भएर -2 डायोप्टर भयो।
अब तपाईँहरूलाई एउटा क्वेसन, मानौँ कसैको रिफ्र्याक्टिभ एरर भर्टिकल मेरिडियनमा +3 डायोप्टर भयो, होरिजेन्टल मेरिडियनमा -1 डायोप्टर न्युट्रलाइजिङ लेन्स छ भनेपछि वर्किङ डिस्टेन्स अन्डर रिड्युस्ड गरेर 50 सेन्टिमिटरमा हामीले नेट रेटिनोस्कोपीको भ्यालु कसरी लेख्ने त? यसरी लेख्ने, सिम्पल म्याथमेटिकल क्यालकुलेसन हो। +3 मा -2 एड गर्ने, -1 मा -2 एड गर्ने, सेपरेट अनि कति आयो त भ्यालु? +1 -3। अब सिलिन्डर भ्यालु कति हो भनेर कसरी पत्ता लगाउने? सिलिन्डर भ्यालु पत्ता लगाउनलाई यो दुईटैमध्ये बढी प्लस कुन हो? +1। त्यही भएर +1ले स्पेयर बनाउने, यसरी +1 लेख्ने। अनि सिलिन्डर पत्ता लगाउने जुन हामीले स्पेयर बनायौँ नि त्यसलाई चाहिँ अर्कोबाट माइनस गर्ने। अब अर्कोबाट माइनस गर्दा के हुन्छ? -3 +1। अब बच्चा बेलामा पढेको म्याथ युज गर्ने, -3 -1 द्याट इज -4 हो। त्यही -4 लेख्ने। अनि सिलिन्डरको एक्सिस कुन भयो त? सुरुमा भर्टिकल सेलेक्ट गरे हो नि त स्पेयर, यसैको एक्सिस भयो।